आज मैले बनाएको छु केएफसी को जस्तै क्रिस्पी चिकन फ्राई। बाहिरबाट चाहिँ क्रिस्पी कुरकुरे क्रन्ची टाइपको हुन्छ, भित्रबाट चाहिँ यसरी जुसी टाइपको बनेर तयार भएको हुन्छ। यो बनाउनु एकदमै सजिलो छ अनि हजुरहरूलाई यो भिडियो मन पर्यो भने चाहिँ लाइक गरिदिनु होला अनि फर्स्ट टाइम हेर्नु हुँदैछ भने चाहिँ च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। अब यो बनाउनुको लागि चाहिँ मैले चाहिँ यहाँनिर छातीको पिस लिएको छु चिकनको। यसको जग्गामा चाहिँ लेग पिस लिँदा पनि हुन्छ। यो मासुलाई मैले मजाले धुएर सफा गरेको छु र यसलाई धोइसकेपछि चाहिँ जब यसको पानी सबै तर्केर मासु यसरी सुक्खा हुन्छ तब चाहिँ मैले यसलाई यो प्रकारले पिस पारेको छु। लामो लामो टाइपमा चाहिँ यसरी काटेको छु। अब मासुहरूलाई काटिसकेपछि चाहिँ यसलाई चाहिँ एकछिन भिजाएर राख्नुपर्ने हुन्छ। भिजाउनुको लागि चाहिँ मैले भिनेगर लिएको छु। मासुमा चाहिँ भिनेगर मैले यहाँनिर हालेको छु 4-5 चम्ची हालेको छु लगभग। अनि त्यो भिनेगरमा चाहिँ अलिकति खोर्सानीको धुलोहरू हाल्दा पनि हुन्छ। पाउडर मैले चाहिँ केही पनि हालेको छुइनँ, खालि यो भिनेगरको पानी हालेको छु। अब यो भिनेगरसँग चाहिँ मासुलाई यहाँनिर एकछिन मैले मुसेर मिक्स गरेको छु यसरी। अब यो मिक्स गरिसकेपछि चाहिँ फेरि नर्मल पानी जुन चाहिँ हुन्छ हामी पिउँछौँ त्यो पानी मैले हालेको छु। अनि यो मासु यसरी भिजाएर राख्दा चाहिँ मासु चाहिँ पुरिनुपर्छ। मैले यसलाई लगभग आधी घन्टाको लागि छोडिदिएको छु। लेग पिस हो भने चाहिँ 1 घन्टा 1.5 घन्टा छोडिदियो भने अझै राम्रो हुन्छ। त्यसपछि अदुवा लसुन लिएको छु अनि कालो गोलमरिच लिएको छु। गोलमरिचको चाहिँ पिसेर धुलो बनाउनुपर्छ, अदुवा लसुनको चाहिँ पेस्ट। अब यहाँनिर आधी घन्टा जस्तो भइसकेको छ र अब यो मासुलाई चाहिँ यो पानीबाट तारेर चाहिँ निकाल्नुपर्छ। यसरी बनाउँदा चाहिँ जब चिकनलाई फ्राई गर्छौं तब केएफसीमा खाँदाखेरि जुन चाहिँ चिकनको चाहिँ पत्र पत्र हुन्छ नि कुरकुरे खालको त्यस्तै प्रकारले बनेर तयार हुन्छ। मैले अब मासुलाई तारिसके र अब यहाँनिर मैले 3 चम्ची मैदा लिएको छु। त्यसपछि खोर्सानीको धुलो, स्वादअनुसार नुन, अदुवा लसुनको पेस्ट अनि गोलमरिच। अदुवा लसुनको पेस्टको जग्गामा चाहिँ पाउडर हाल्यो भने अझै दामी हुन्छ। र यहाँनिर अब पानीको जग्गामा चाहिँ म यहाँनिर खाने जुन चाहिँ सोडा हुन्छ, सोडा वाटर, त्यो म युज गर्दैछु र अलिअलि हाल्दै यसलाई चाहिँ यसरी मिक्स गर्दै बाक्लो घोल बनाउनुपर्छ। मैले अलिअलि हाल्दै घोलेको कारण चाहिँ यसमा कुनै प्रकारको गाँठो नहोस् भनेर हो। अनि अर्को कुरा, यसमा चाहिँ एउटा अन्डा हालिदियो भने अझै दामी हुन्छ। मेरोमा चाहिँ अन्डा थिएन, त्यही भएर मैले हालिनँ। र यसरी सोडा चाहिँ अलिअलि हाल्दै मैले यसको बाक्लो घोल यसरी बनाएर तयार गरेको छु। गाँठो चाहिँ पटक्कै हुनु हुँदैन। एकदम सजिलो छ यो बनाउनुको लागि चाहिँ। अब यो मासुहरूलाई चाहिँ यो जुन चाहिँ ब्याटर छ यसमा चाहिँ हालेर यसरी मजाले मिक्स गर्नुपर्छ मुसेर। अब यो मिक्स भइसकेको छ र अब यसलाई म लगभग 45 मिनट या त 1 घन्टाको लागि चाहिँ छोडिदिन्छु ताकि मासु चाहिँ मजाले म्यारिनेट होस् भनेर। अब लगभग 1 घन्टा भइसकेको छ। मिठो चिज टेस्टी खाने हो भने अलिकति मेहनत गर्नै पर्छ अनि अलिकति समय पनि लाग्छ। अब फेरि मैले यहाँनिर मैदा लिएको छु। अब यो जुन चाहिँ मैले भाँडा लिएको छु यो चाहिँ ठुलो भाँडा छ भने एकदमै सजिलो हुन्छ। मेरो चाहिँ अलिक सानो भयो। त्यसपछि सेम यसमा गोलमरिचको धुलो हालेको छु, स्वादअनुसार नुन, त्यहाँबाट खोर्सानीको धुलो अनि अदुवा लसुनको पेस्ट हाल्दा पनि हुन्छ, पाउडर हाल्दा पनि हुन्छ। त्यहाँबाट अलिकति कर्नफ्लावर पनि हालेको छु मैले 1 चम्ची जस्तो चाहिँ। सबैलाई मिक्स गरिसकेपछि चाहिँ म्यारिनेट गरेको जुन चाहिँ चिकन छ अब त्यसलाई चाहिँ यसरी निकालेर यो मैदाहरूको जुन चाहिँ मसलाहरू हालेर बनाएको छ यसमा चाहिँ यसलाई मुट्ठी पार्दै फेरि टकटकाउँदै मुट्ठी पार्दै फेरि टकटकाउँदै गरेर चाहिँ तयार गर्नुपर्छ। यसरी मैले मैदामा पुरे, त्यहाँबाट हातमा यसरी मुट्ठी पारे, फेरि निकाले, फेरि टकटकाए। यस्तो गर्नाले चाहिँ मासुमा चाहिँ जुन चाहिँ क्रन्चीपन हुन्छ नि, हामी जुन चाहिँ केएफसीमा गएर खान्छौँ सेम त्यस्तै बनेर चाहिँ तयार हुन्छ। यसरी मैले सबै मासुहरू तयार गरेँ। अब कराईमा तेल हालेको छु र तेल जब हाई फ्लेममा मजाले तातो हुन्छ तब चाहिँ तातो तातो तेलमा चाहिँ यो मासुहरूलाई हालेर फ्राई गर्नुपर्छ।
लु हेर्नुहोस्, यसरी चाहिँ मासुको जुन चाहिँ बाहिरको क्रन्चीपन मतलब हामी केएफसीमा गएर खाँदाखेरि हुन्छ नि क्या, हौ त्यस्तै यसरी चाहिँ बनेर तयार हुन्छ। एकदमै टेस्टी हुन्छ खानुमा पनि, बनाउनु पनि कति सजिलो छ। अनि यसलाई चाहिँ अल्टाउँदै पल्टाउँदै दुईपट्टिबाट नै गोल्डन ब्राउन हुने गरी चाहिँ मैले यसलाई फ्राई गरेको छु। यसरी मैले यसलाई फ्राई गरेर निकालेँ र अर्को जुन चाहिँ रहेको थियो बाँकी, त्यसलाई पनि मैले त्यही प्रकारले नै फ्राई गरेको छु। यति सजिलो छ यो बनाउनु, अनि टेस्ट यति दामी हुन्छ। अनि यसको लागि चाहिँ टमेटो सससँग खाँदा पनि हुन्छ, या त टमेटो सससँग चाहिँ मियोनिज अलिकति मिक्स गरियो, या त काजु बदाम र आलमोन्डलाई भिजाएर त्यसलाई पिसेर अलिकति दही हालेर सस बनाउँदा पनि हुन्छ। मैले चाहिँ आज चाहिँ नानीहरूलाई यत्तिकै टमेटो सससँग चाहिँ दिएको थिएँ, साह्रै खुसी भयो। यसरी चाहिँ बनेर तयार हुन्छ क्रिस्पी चिकन फ्राई। केएफसीको जस्तै टेस्ट हुन्छ। थ्याङ्क यू फर वाचिङ।